परमेश्वरी भगवान ल उतैपट्टि हैन फाल्नु आफू आफ्नो पछाडिपट्टि फाल्दिनु ल सबै रोगहरू काटेर जाओस् मेरो भाइलाई केले पनि दशले छुन नसकोस् पज गर्दिम हाल्दे आफ्नो मासी नै छैन होइन चडक्क काटिनुपर्छ क्या फेरि त्यत्तिकै अचकल छोड्नु हुँदैन नि पूजाको अलिकति गर अनि फेरि अर्को पुन्जी आउँछ त्यसमा गएर टिकटकमा हाल्नुपर्छ भएन अब अर्को त्यहाँ धेरै नहाल्नु खाना खाना अहिले त्यो खानाको आवश्यकता छैन त्यो भोलि पनि गल्दैन बिग्रिँदैन खाना चाहिँ रह्यो भने मैले के गर्छु विचार गर्छु कानमा एयरपोर्ट लाउनु भा त्यो अहिले बेलुका खानु क्या खानामा कसले हालेछ त है कस्केर राखेछ ल्याङ्गेहरू बाँध्यो सानो बेला नुहाइदिनु गरेको थियो अब त ठुला भयो नुहाइदिनु मिलेन ए बा भनेर बोलाइराख भाइ फुच्चेले राम्रोसँगले ए बा भन्नु है दिदी पस्ने नाकै चुचो छ बढी यसले बस गरेर अहिले लगाइसक्यो